आज साथीको घर गएर बहिनीले बनाएको यस्तो ड्रइङ गर्न पाइयो र चटपटे पनि खाइयो अनि रुखमा स्प्राइट खान नि गइयो। अलराइट फ्यामिली, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै नै छु। सो आज चाहिँ हाम्रो के प्लान भएको थियो भने चटपटी बनाएर टक्क चिसोसँग खाने प्लान भएको थियो अनि हामी चाहिँ चटपटी बनाउनु सामान र चिसो लिएर टक्क साथीकोमा गयौँ। अनि गाइज यो ड्रिङ्क चाहिँ यो बहिनीले बनाएको अनि मलाई चाहिँ यो ड्रिङ्क खत्रै लाग्यो। तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो कमेन्ट हाल्न नबिर्सिनु होला। ड्रिङ्क हेर्दा हेर्दै चाहिँ साथीले चटपटी पनि रेडी पारिसकेछ अनि त्यसपछि चाहिँ हामी चटपटी खान थाल्यौँ। अनि चटपटी चाहिँ एकदमै बब्बाल भएको थियो। चटपटीले पुग्दैन भन्ने कुरा त हामीलाई अलरेडी पनि थाहा थियो अनि त्यही भएर चाहिँ हामीले स्प्राइट ल्याएको। चटपटी चाहिँ गाइज म एक्लै घरमा बसेर नि खान सक्दिनँ त अनि साथीहरूसँग सट्ट बसेर खान चाहिँ छुट्टै मजा आउँछ। त्यही भएर चाहिँ हामीले यसरी खाएको हो। र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ र कहाँबाट हेर्दै हुनुहुन्छ नि कमेन्ट हाल्न नबिर्सिनु होला। अनि गाइज यो भिडियोमा चाहिँ मेरो भोइस पनि अर्कै आयो होला किनभने चाहिँ मलाई खत्रैसँगले रुवा लागेको। मलाई लाग्छ तपाईँहरूले मेरो समस्या बुझ्दिनुहुन्छ। अनि गाइज हामीलाई बुद्धि चाहिँ कस्तो उटपटेङ आएको अनि हामीले स्प्राइट चाहिँ रुखमा चढेर गफ हान्दै खानुपर्छ भनेर राखेका थियौँ। अनि गाइज अहिले चाहिँ म स्प्राइट लिएर रुखमा चढ्न जाँदैछु। आशा छ तपाईँहरूलाई मेरो यो भ्लग राम्रो लाग्यो होला। राम्रो लाग्यो नि नलागे नि लाइक सब्सक्राइब कमेन्ट चाहिँ सबैले गर्नु होला। अनि त्यति भन्दै आजको भ्लग चाहिँ म यही समाप्त हान्न चाहन्छु। थ्याङ्क्स सो मच फर वाचिङ। बाई।